स्कुल ज्ञान प्राप्त गर्ने दोस्रो ठाउँ हो जहाँ विभिन्न प्रकारका विद्यार्थी वा व्यक्तिलाई अध्ययन अध्यापन गराइन्छ। के तर स्कुलमा पढाएको सबै कुरा हाम्रो जीवनमा लागू हुन्छ? स्कुलमा भने जस्तै छ त हाम्रो जीवन? के स्कुलमा पढाउने सिस्टम राम्रो छ त? पक्कै छैन होला। आउनुहोस् आज जानौँ नेपालको एजुकेसन सिस्टमलाई 4 भागमा विभाजन गरेर। पहिलो, डार्क रियालिटी अफ स्कुल। के तपाईँ एउटा कुरा नोटिस गर्नुभएको छ? स्कुलमा कहिल्यै पनि पैसा कमाउने तरिकाको पढाइ हुँदैन। यो रियलाइज हो। के तपाईँ स्कुलमा केही कुरा सिक्न पाइन्छ भनेर जानुहुन्छ? सायद नै। तपाईँलाई पनि राम्रोसँग पढ्नुहोस्, त्यही भएर जागिर खानुपर्छ, नत्र सक्सेस हुन सकिँदैन भन्ने कुरा प्राय घर र स्कुलमा सिकाइन्छ। हुन त यो कुरा सही पनि हो, तर के तपाईँले सोच्नुभएको छ? तपाईँलाई केही प्रश्नहरू दिइएको छ। के धेरै पढेर मात्र सफल भइन्छ होला? तपाईँले पढेको कुरा तपाईँका लागि उपयुक्त छ? के तपाईँको लक्ष्य जागिर खाने हो? तपाईँ पढेको सब्जेक्टमा खुसी हुनुहुन्छ? कमेन्ट गर्नुहोस् त।